ए फलो चाहिँ गर्नुभएको छ स्योर हो ल दिदी चाहिँ हाम्रो कस्टमर पनि हुनु नि सधैँ आउनु हुने है अब चेक पनि गरेन विश्वासै हो है हजुरले चाहिँ 1 देखि 6 सम्म नम्बर गेस गरिदिनु न एउटा 1 देखि 6 सम्म एउटा नम्बर गेस गरिदिनु हजुर 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 4 हजुरलाई चाहिँ हामीले गिभअवे गर्दै हिँडिरहेको छौँ है तपाईँलाई पऱ्यो पकेट ह्याङ्की परेर रहेछ है त्यसलाई यो टोकन लिनुहोस् है अनि हाम्रो दोकानमा तपाईँले देख्नु नै भएको छ है पकेट ह्याङ्की चाहिँ त्यहाँबाट हामीले गिभअवे गर्दैछौँ एउटा सामान चाहिँ यता आइदिनु त्यो सामान लिनलाई चाहिँ आइदिनु होला है होइन अहिले भर्खरै जानुभयो पनि हुन्छ ए हुन्छ हुन्छ यो लिएर आउनुहोस् हुन्छ हुन्छ दिदी ल धन्यवाद दिदी मैले चाहिँ बहिनीहरूलाई सोध्न आएँ एउटा कुरा हजुरहरूले फलो गरिदिनु भएको छ कि नै झिको छ पसललाई हो पक्का हो एकपल्ट चेक गरौँ न त ओ अहिले हाम्रोबाट यसो भएको छ कि फलोवरहरू धेरै आइरहेको भएर हामीले फलो ब्याक दिनै मिलेको छैन लिमिट एक्सिड भइसक्यो ला बर्बाद भयो बहिनीले त फलो गर्नुभएको रे फलो ब्याकमा आएकोले अनफलो गरिदिइसक्नु भयो दुइटैमा छ ल बहिनीले चाहिँ दुइटैमा फलो गरिदिनु भएको रहेछ होइन अब तपाईँले 1 देखि 6 सम्म एउटा नम्बर गेस गरिदिनु पर्यो 5 अनि त्यसपछि अर्को पनि एउटा गेस गरिदिनुहोस् किनभने तपाईँले डबल आइडी गर्नुभएको छ होइन दुईपल्ट 5 र 6 ल 6 मा तपाईँलाई 5 र 6 होइन अब 5 मा चाहिँ तपाईँलाई सक्स परेको छ है अनि त्यसपछि 6 मा चाहिँ तपाईँलाई क्रिज प्रोटेक्टर परेको छ है अब यसमा चाहिँ हामीले 6 मा चाहिँ एउटा अप्सन राखेको छौँ है क्रिज प्रोटेक्टर लिनुहुन्छ कि 50 रुपियाँ लिनुहुन्छ क्रिज प्रोटेक्टर लिनुहुन्छ कि 50 रुपियाँ लिनुहुन्छ किनभने क्रिज प्रोटेक्टर चाहिँ धेरैलाई युज नहुने रहेछ होइन अब सुजको लागि मात्र युज हुन्छ कोहीलाई मिल्छ कोहीलाई मिल्दैन त्यही भएर हामीले अप्सनमा राखेको छौँ कि ल ठिक छ उहाँले चाहिँ क्रिज प्रोटेक्टरको साटो 50 रुपियाँ उहाँले सेलेक्ट गर्नुभएको छ बहिनीलाई है ल धन्यवाद हजुरहरूलाई है अब बहिनीले अनि त्यस्तो नगरिदिनु फलो ब्याक चाहिँ दिन्छु अहिले लिमिट एक्सिड भएर हो अब पछि पछि भेट्दै गरौँला हस् धन्यवाद बहिनीहरूले एउटा प्रोग्राममा एकछिनलाई टाइम दिनुहुन्छ गिभअवे गर्दैछौँ हामीले चाहिँ होइन हजुरहरू पाल्पाकै हुनु नि हो अनि हजुरले टिकटक युज गर्नुहुन्छ कि नै होला गर्छ अनि झिगो छ पसल भनेर चाहिँ थाहा छ झिगो छ पसल बहिनीलाई देख्नु भएको थियो फलो गर्नुभएको छ कि नै ला फलो गरिदिनु पर्ने नि त अनि होइन पक्का फलो छैन बहिनीको पनि फलो गर्नु भएन स्योर हो अहिले फलो गरिदिनुहुन्छ मैले हटस्पट खोलेको छु होइन ल ल फलो गर्नु ल ल ल ल फलोवर्सहरू भेट्यो है बहिनीले चाहिँ देखेर पनि फलो नगर्नु भएको रहेछ है हाम्रो गिभअवेको भिडियो पक्का देख्नु भएन होला त्यसो भए हो अनि हेर्नु त देख्दा देख्दै फलो गरिदिनु भएन रहेछ झ्याउ भयो नि त हजुरहरूलाई दुइटा आइडी चाहिँ बहिनीले फलो गरिदिनु भएन